हेलो गाउँ विपत्ता मिले Few moments later. हेलो एभ्रिवान, सबैलाई नमस्ते। इट्स मी रोशन सारू मगर तपाईहरुलाई स्वागत छ है मेरो भ्लगमा। आज स्पेशली नयाँ वर्ष, सर्वप्रथम त सबैजनालाई नयाँ वर्षको धेरै भन्दा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु म। आज चाहिँ हामी नयाँ वर्षको दिन यसो खोलातिर रमाइलो गर्ने, पिकनिक खाने अनि यताउता डल सल थुन्ने भन्ने प्लानले खोलातिर छौं। अनि हिजो पानी पर्यो नि त, हिजो पानी पर्यो, त्यसैले गर्दा खोला के कस्तो भएको छ, खोलाको अवस्था के छ भनेर म चाहिँ हेर्नको लागि आएको अहिले। अनि खोलाको अवस्था चाहिँ ठिकै रहेछ। यो जुन छ नि यो चाहिँ हामीले सुकाउन जाँदैछौँ आज। यो डली चाहिँ हामीले सुकाउन जाँदैछौँ। म तपाईहरुलाई देखाउनु छु आज यो डली कसरी सुकाइन्छ अनि हामीले हल्का रमाइलो गर्ने साथीभाइहरू मिलेर भन्ने कुरो छ आज चाहिँ। त्यो सब देखाउने छु म तपाईहरुलाई। अब केही समयपछि भेटौँ है। अहिले केही सिनमा भेटौँ न है त। लाइक चाहिँ अहिले हामी बाख्रा उठाउन आएको। यो हाम्रो आजको शिकार तामा आशिष नै हुनुहुन्छ। त्यस्तो कानसँग उनी हो ठिकै रहेछ नि अन्त। कसरी लानु त यार, भाग छ है। समाउ आशिष सुनाउनु नि सब भाग्दैन के। अहिले बाख्रा लिएर जाँदैछौँ है त। आज हाम्रो शिकार आशिष दाइले बहुतै हुनुहुन्छ यता है त। यो आज जाने भयो। यता हाम्रो दुईटा छ मा शिकारीहरू फेरि पानी तातिँदैछ है हाम्रो यता। Few moments later. ताने हो आशिष भाइ। यो मान्छेले के गरी काट्यो होला यार। यो जोक्दैन है, कान नजोक्ने चिज पनि सब हालेछ। यो भाइ त्यो जिब्रो निकाल्नुपर्छ ब्रो। मासु हेर्नु सक्नुहुन्छ। सोधिरहने होइन कि मान्छे त खरा खरा आउँछ कि भनेर गर यार। कहाँ सोधिरहने सबलाई बोलाउनु है त। पानी दादी मासु म यहाँ पिस पारेर भ्याउनु लाग्छु क्या बल्ल। ल त गाइज, अहिले चाहिँ हामीले बाख्रा साख्रा सब काटेर भइसक्यौँ। अब हामी केही छिनमा निक्लिने छौँ यहाँ घरदेखि। त्यहीँ पुगेर भेट्नेछौँ हामी चाहिँ। ल त्यहीँ पुगेर भेटौँला है त गाइज, खोलामै भेटौँला अब। है त हामी जाँदैछौँ है अब, खोलामा पुगेर भेट्नेछौँ है। भाइ त अब हामी उहीँ खोलामा पुगेर भेट्नेछौँ। ल है त फाइनल्ली गाइज हामी चाहिँ अहिले खोलामा आइसक्यौँ। यहाँ दाल थुन्ने प्रोग्राम भइरहेछ यहाँ हाम्रो। हामी चाहिँ यता दाल थुन्दैछौँ अनि हाम्रो दिदीहरू चाहिँ उता खाने परिकारहरू बनाउँदै हुनुहुन्छ। हाम्रो टोली चाहिँ यहाँ चाहिँ यहाँ सक्नुहुन्छ। हाम्रो टोलीहरू चाहिँ
यता डल्ठुन्ने हुनुहुन्छ हाम्रो चाहिँ यो चाहिँ सुक्न लागिसक्यो है अहिले। ल हामी सुकाउँदैछ पनि टक्क लाएर सुक्दैछ होला। यहाँ माछा सुक्दैछ है। यहाँदेखि यसो पानी यता लगाएर हामीले यता सुकाउँदैछौँ। ल है त ल ल ल माछा माछा यहाँ माछा मान्यो के यहाँ माछा माछा मार्यो भोटीलाई भनेर हानेको त यार भोटी फेरि ल है त गाइज अहिले चाहिँ हामी चाहिँ दल सली थुनेर मस्त पुग्यो रहेछ दल सल थुनेर माछा चाहिँ मार्यो तर माछा चाहिँ पाइएन। 10-15वटा भन्दा माछा पाइएन होइन लासी चाहिँ कहाँ 10-15 त कम्तीमा 200 ग्रामभन्दा कम मारेको छैन म गफ नलाउनु अरे 10-15वटा भन्दा आज माछा चाहिँ मरेन है त गाइज। अहिले चाहिँ हामी चाहिँ अब यो माछा मार्ने खेललाई बन्द गरेर खानपिन पनि पाकिसक्यो हाम्रो परिकारहरू। अब त्यो खानातिर लाग्दैछौँ है। अब त्यति बेला भेटौँ ल। हाम्रो त बाजे हुनुहुन्छ बादमा देखेंगे माछा भन्ने कुरा बादमा देखेंगे ल। अब त्यो हामी खानपिनतिर लाग्छौँ है त ल गाइज। हामी माछा हेर्नु पर्छ त्यतै भेटौँ ल है त त्यतै भेटौँ ल है त ल गाइज। अहिले केही छिनमा ल आज नयाँ वर्षको दिन है त। नयाँ वर्षको दिन रमाइलो गर्ने सुरमा आएको हामी ल है त गाइज। ल हाय बाजे हाय ल गाउँ विपत्ता मिले ल हाय जाम ल जाऊँ ल है त गाइज। अहिले चाहिँ हामीले खानपिनतिर जान लाग्यो सबैजना। आउनु क्या बाइक पर्दैन बाइक नलाने क्या आउनु नलाने क्या पौडी खेल्ने क्या ल है त अहिले झर्ने एक ल है त गाइज। अहिले चाहिँ हामी चाहिँ अब दली सली छेकेको यो छेक्नु त तर माछा चाहिँ मरेन। त्यही भएर अब माछा नमरेन रमाइलो त गर्नु पऱ्यो नि। त्यसैले गर्दा यहाँ टक्क लाएर सबजना ओ आशिष दाइ ओ है त गाइज। अब त्यतै खानपिनमा भेट्नेछौँ है ल है त गाइज। माछा चाहिँ मरेन त्यही दुःख लागिरहेछ। अब जे भयो भने गाइज यता हाम्रो दाइ हुनुहुन्छ आशिष दाइ ल है त हाम्रो टोली यता छ है। ल है ल है
डुवाल नठुन अब त्यो माछाको जति मान्छे मारिन्छ नमारे पनि पौडी खेल्ने रमाइलो गर्ने गरौँ के बाजु आउन न ल सुरु गरौँ अहिले गाई सब भइरहेको लाइट गाइस नयाँ वर्ष न्यू इयर स्पेशली हुनु पर्यो के भनेको राम लाइट रमाइलो हुँदैछ है गाइस यहाँ कोल वाला कोल कंपनी लाइट मोबाइल है लगी इसका ल त गाइस फाइनली अहिले चाहिँ खानपिन भइसकेको छ हाम्रो चाहिँ खानपिन भएर भइसक्यो यता चाहिँ रमाइलो हुँदैछ है हेर्न सक्नुहुन्छ यता रमाइलो भइरहेको छ यता पछाडि चाहिँ रमाइलो भइरहेको पछाडि ल है त गाइस रमाइलो हेरौँ एकछिन त्यसपछि के हुन्छ हेर्दै गर्नु होला है त
Few moments later. गाइस यहाँ भइरहेछ रमाइलो यता गाइस यहाँ पिकनिक स्पटमा हेर्न सक्नुहुन्छ है मान्छेहरूको भिड नयाँ वर्षमा चाहिँ बाटार कुना है यता गाइस फाइनली अहिले चाहिँ म घर आइसकेँ हामी सबै आजको पिकनिक चाहिँ एकदम इन्जोय रमाइलो भयो र अघि नै जुन हामीले दिउँसो थुनेको थियौँ त्यो डल चाहिँ हामीले सुकाउन त सुकाइयो मजाले नै तर चाहिँ त्यसमा चाहिँ हाल्ने विष नभएको कारणले गर्दा माछा चाहिँ धेरै मरेन 10-12 वटा भन्दा अनि त्यति दुःख गरियो अब त्यो दुःख गरेको खेर नजाओस् भनेर अब हामी फेरि जाँदैछौँ अब आधा घण्टामा हामी यहाँदेखि निक्लिन्छौँ अनि त्यो डलीमा हामीले जाल थापेर फेरि त्यही डलीबाट हामीले माछा निकाल्छौँ है त्यो डलीमा माछा चाहिँ छ तर विषको कारणले गर्दा विष नभएको कारणले गर्दा मरेन अब चाहिँ हामी फेरि जान्छौँ केही समयमा अब त्यहाँ गएर माछा के कति मारिन्छ हेर्दै गर्नु होला है त त्यति दुःख गरियो दिसभरि अब त्यो दुःखलाई त त्यतिखेर जान दिनु त भएन नि त त्यही भएर हामी जाँदैछौँ 4-5 जना भएर अब ल हेरौँ के कति माछा मर्छ त्यो जुन अघि थुनेको डलीमा चाहिँ
हामी चाहिँ जाल थापेर माछा मार्छौँ है त अब। Few moments later. है त फाइनली गाइज हामी चाहिँ अहिले घर आइसक्यौँ। अहिले त्यहाँ दिउँसो दल थुनेको ठाउँमा जाल थापेको भिडियो चाहिँ बनाउन पाएन, मोबाइलमा चार्ज नभएको कारणले गर्दा मैले मोबाइल यहीँ छोडेर गएको थिएँ। ल हामीले त्यहाँ डलीमा मारेको माछा चाहिँ हेर्न सक्नुहुन्छ। ल है त गाइज माछा हेर्न सक्नुहुन्छ है, हाम्रो आजको माछा है धेरै छ। है त गाइज अब चाहिँ यसलाई चाहिँ हामीले चाहिँ मस्त भुँडी फालेर अब बाजेको घर लगेर यसलाई पकाएर खाने भन्ने प्लान छ। ल हेर्दै गर्नु होला। अब म यहाँबाट केही छिनमा निक्लिन्छु। यसलाई यो माछाको भुँडीसुडी फालेर बाजे घर त्यहीँ गएर पकाएर अनि हामी चाहिँ त्यहीँ खानासाना खाएर यो माछा पकाएर अनि चिउरा र माछा भएर बनाएर खाएर अनि हामी निक्लिन्छौँ। अहिले रातिको 11:30 भइसकेको छ। यसलाई बनाउन लाग्छ होला आधा घन्टा। यसलाई बनाएर अब म डाइरेक्ट त्यहीँ पुगेर भेट्नेछु हजुरसँग है त। यसलाई भुँडी फालेर म यहाँदेखि लानेछु अनि त्यहीँ भेटौँ ल। यसलाई चाहिँ अब बनाएर हामी सबैजना हामी 5 जना छौँ, 5 जना भएर यसलाई खान्छौँ अनि त्यसपछि आजको भिडियो एन्डिङ गर्छु है त म। ल त्यहीँ पुगेर भेटौँ ल। अहिले गाइज हामीले यहाँ सुनिललाई नि यहाँ मसला पिस्दै हुनुहुन्छ यता, अलिक मजाले पिसौँ है दाइ। गजबले ल त गाइज हामी चाहिँ माछा हेर्न सक्नुहुन्छ। त्यही डुवालो दिउँसो जुन डुवालो थियो नि त्यही डुवालोमा फेरि हामी राति गएर मारेको माछा है यो चाहिँ। यसले चाहिँ हामी सट्ट पकाएर खाना लाग्दैछौँ है उली। यसलाई त हामी चाहिँ यसलाई सट्ट पकाएर खाने भन्ने प्लान छ हाम्रो चाहिँ आज। होइन भयो अब पाकी बाजे हुनु पर्यो नि जहाँ छैन कि काटी खानु मसला छैन कि बन्द गरेको ग्यास भइहाल्छ चलाएछ। अब हाम्रो माछा खाने प्लान हुँदै भइरहेछ है। बोले मलाई अलिक डस हालिदिनु। माछा भाग लाउँदैछु। हजुर कहाँ म झन् बजारमा झोल हाल्नु माछा खानु म मलाई झोल हो कि मलाई झोल चाहियो कि सत्यमा हालेको है त फाइनल्ली गाइज अहिले चाहिँ म घर आइसकेँ। अहिले चाहिँ रातिको 1 बजिसकेछ। हामीले माछा पकाएर खायौँ अनि खाएर सबैजना छुट्टिएको भयो। सबै दाइहरू पनि भर्खरै जानुभयो कतिर। म पनि घर आइपुगिसकेँ। ल आजलाई चाहिँ भिडियो यति नै गरौँ, फेरि हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। ल है त गाइज फेरि नेक्स्ट भिडियोको प्रतीक्षा गर्नु होला। फेरि म यस्तै राम्रो भिडियो लिएर आउँछु। अब चाहिँ कन्टिन्यू आउनेछ, कृपया हेरेर साथ चाहिँ दिन नबिर्सिनु होला भन्दै आजको भिडियो यहीँ समाप्त गर्छु। हस् त।